हेलो गाइस है सबैजनालाई नमस्ते सेवा नेमा है सेवाहरू भन्दै आज फेरि यहाँ म भन्दा बारी घुम्दै थिएँ। बारी घुम्दै गर्दाखेरि एउटा सानो भिडियो बनाउन मन पर्यो है। मन परेर चाहिँ तपाईँलाई मैले भिडियो देखाउने कोसिस गर्छु है। अलैँचीको चाहिँ के हो कसो हो भनेर है र भन्दै म देखाउँछु एउटा के हो सो यो त अब अलैँची है। पहिले यस्तो हुन्थेन, रोग निक्लेको हुन्थेन। यहाँ फुलिरहेछ, फुल खेल्दैछ, यहाँ पनि फुल खेल्दैछ, यहाँ पनि छ हो। अहिले अलैँचीको फुल खेल्दैछ। यो सबै मरेको अलैँची, अब यो रोग लाग्दैछ यो अलैँचीको चाहिँ टोकेको। एउटा डरलाग्दो बगान थियो अलैँचीको पनि है, सबै मासेको छ यो अलैँची। यो रोगले अलैँचीको बगानमा यो चाहिँ सबै मासेको छ यो अलैँची। हाम्रो मात्रै होइन, सबै जग्गा यस्तो छ। यस्तो हुँदै मासिन्छ यो, सबै सुकिजान्छ। यो हुन त पानी बिना पानीले मात्रै होइन कि, पानी लाउँदा पनि यत्तिकै यस्तै हुन्छ यो सुक्खा। हेर्नुहोस् न, उम्रो त खाली छ बगानै अलैँचीको, सबै मरिसक्यो। के गर्दा हुन्छ, कसो गर्दा हुन्छ, तपाईँहरूको पनि छ भने कमेन्ट गरिदिनु होस् है अलैँचीको विषयमा चाहिँ है। कसो गरेर के गर्दा हुन्छ, सबै सुकिसक्यो दुःखै मात्रै छ अलैँचीको। अन्त पल्लो बगानमा चाहिँ अब गएर अघि हेरेँ हो, भिडियो गर्नु बुद्धि पुगेन। यहाँ आइपुग्दाखेरि चाहिँ चेक गर्दाखेरि चाहिँ बुद्धि पुग्यो, भिडियो बनाउनु पर्ने थियो भनेर हो। अनि चाहिँ भिडियो बनाएको। अलैँचीको चाहिँ यस्तो छ बगानी, हेर्नुहोस् है, सबै मरेको छ। यस्तो हुँदै मर्छ है, सुक्कौरो हुँदै हेर्नुहोस् न, खाली भइसक्यो सबै। अलैँचीको चाहिँ के हो रोग? तपाईँहरूको पनि यस्तै छ होला साइड। फुल त खेल्दैछ नि, के गर्नु, अलैँचीको फुल खेल्दैछ तर पनि हुँदैन यो अलैँची। गाह्रो अब यो दुःखै मात्रै हुँदैछ है बस्तीमा। यस्तो छ बस्तीमा काम गर्नेहरू गरेर दुःख गऱ्यो भने हुँदैन है बस्तीमा पनि। यस्तो छ सो अलैँची है। तपाईँहरूको पनि यस्तै हुँदैछ होला। के लाउँदा ठिक हुन्छ है, के गर्दा ठिक हुँदैन, सो भनिदिनुहोस् है मलाई पनि कमेन्टतिर। सबै मरेको यहाँ पानी लगाउँछ तर यस्तै हो, जान्छ यो अलैँची चाहिँ। त्यसै अलैँचीको गति है, अलैँचीको गति चाहिँ यस्तो छ। बस्तीमा दुःख गर्नु पनि बेकार छ अहिले। अलैँचीको गति यस्तो छ, हेर्नुहोस् है, बगानै रेटिसक्यो। के गर्दा हुन्छ यसलाई चाहिँ तपाईँहरूकोमा पनि आइडिया छ भने कमेन्टमा भनिदिनुहोस् है। गति 2 साल 3-4 वर्ष चाहिँ भयो होला हौ यो रोपेको, 4 वर्ष भयो। यस्तो छ गति अलैँचीको। टिपेर खाने बेला चाहिँ यसको कमाइ खाने बेला चाहिँ यस्तो हुन्छ, दुःखै मात्रै छ यो अलैँचीको। बस्तीमा सबैले बस्तीमा पनि हुन्छ भन्छ कि, बस्तीको चाहिँ यस्तो छ।